मेरो 2 वर्षको साउदीको बसाइमा मैले यति कुरा थाहा पाएँ कि साउदी सिटिजन्सलाई आफ्नो ज्यानको खासै माया हुँदैन रहेछ। हेलो फ्रेन्ड्स, दिस इज जुन। वेलकम टु माई अनदर ओभर टाइम मिनी ब्लग। यो कुरामा कसैको दुई मत छैन कि साउदीहरू गाडी हावामा चलाउँछन्। आज चाहिँ म नाइट ड्युटी सकेर आउँदै थिएँ अनि एउटा साउदीले आएर हाम्रो हस्पिटलको गाडीमा ठोकिदियो। मेरो नाइट सिफ्ट चाहिँ यहाँ रातिको 7 बजेदेखि बिहानको 7 बजेसम्म 12 घण्टा हुन्छ अनि हतार हतार इन्डोर्समेन्ट सकेर 7:30 को बस चढेर एकोमोडेसन आउँदै थिएँ। सधैँ 7:45 तिर त रुम पुगिन्थ्यो, तर आज एक्सिडेन्ट भएर बसको हालत यस्तो भएको थियो अनि अर्को बसको वेट गरेर त्यसमा आउँदा 8 बजे एकोमोडेसनमा आइपुगे। अनि यो चाहिँ मैले चिसो भएर लगाएको है। आजकल साउदीमा एकदम चिसो हावा चल्छ। रुममा आउने बित्तिकै म चाहिँ फ्रेस भएँ अनि मेरो रुम चाहिँ अँध्यारो छ किनकि मेरो रुममेट सुतिरहेको थियो अनि कपाल सुकाएर पानी तताएर खाएँ। अनि आज चाहिँ मलाई खासै भोक नलागेको हुनाले अन्डा उसिनेर खाने विचार गरेँ अनि मैले लुगा धुनमा हाल्दासम्म मेरो रुममेट पनि उठिसकेको रहेछ अनि अन्डा पनि पाकिसकेछ। अनि अन्डा खाँदै मम्मीसँग यसो बोलौँ भनेको मम्मी सङ्गतिमा हुनुहुँदो रहेछ, सो बोल्नै पाएन। त्यसपछि लुगा सुकाएर सुत्न लाग्दा 11 बजिसकेको थियो। आज चाहिँ मेरो नाइट अफ भएकोले म उठेपछिको ब्लग पनि छिट्टै अपलोड गर्नेछु। अन्टिल देन टेक केयर, बाई।